यदि यो दुनिया पछ्यौरा हो भने तिमी र म परका दुई फेरमा बाँधिएका छौं। समयले गुलेली चलाउँदा हामी टाढिएका हौं। तिमी घर काँधमा बोकेर हिँडेको मान्छे मलाई साथमा बोकेर हिँड्न सजिलो छैन। त्यसैले आऊ न साटम काँध बरु, या फेरि साटम कामहरू। रङ्गाइदेऊ मलाई रातोले अनि साटम नामहरू। सानो घर एउटै खाट मिलेर खोलौला प्रेमका खामहरू। रिसाउ म फकाउँछु तर झगडामा लगाम पूर्ण विरामहरू। त्यो साँगुरो गल्लीको कुनामा पाउने पानीपुरीलाई जीवन बनाइदिउ न। मिल्दैन भने याद र पर्खाइले पनि जीवन सजाइदिउला। तिमी काममै व्यस्त रहँदा मलाई पनि बोलाइदिउ न कामले। आखिर चिनिएछु सबै माझमा तिमीले दिएको नामले। एउटा कुरा भन्छु मान्छौ? जसरी हुन्छ यति लामो दूरी कटाइदेऊ न। यो शून्यतालाई पोको पारी धुरी कटाइदेऊ न। कुरा त भइरहन्छ तर तिम्रो मेसेजसँगै अलिकति तिमी पठाइदेऊ न। थाहा छ आजकल डर लाग्छ कतै तिम्रो हातमा मेरो हात अटाएन भने, कतै तिमीलाई मेरो यादले सताएन भने, तिमीलाई पठाएको परेवा अन्तै उडिहाल्यो भने, त्यो पछ्यौरीको फेर केही गरी चुडिहाल्यो भने, यी डरले पुरिरहँदा पनि बचाएको चाहिँ छु है, जोगाएको छु है।